आज चाहिँ म इच्छाकामना मन्दिर जाँदैछु। त्यहाँ जान चाहिँ मलाई पहिलादेखि नै मन थियो के। सो हाम्रो टाइम मिलिरहेको थिएन, सो म चाहिँ त्यहाँ जाँदैछु। सो लेट्स गो। अनि हजुरहरू पनि जान चाहनुहुन्छ भने चाहिँ मेरो भिडियो हेर्नु होला, अलिकति पनि हेल्प हुन्छ अनि हजुर पनि जान सक्नुहुन्छ है त। सो लेट्स गेट इन्टु माई भिडियो। जाने भनेर त निस्क्यौँ, तर बाटो पुरै जाम रहेछ कि के को जाम भनेर थाहै पाइएन। तर प्राइभेट गाडीहरू अनि आफ्नो प्राइभेट टु व्हिलर्स चाहिँ जान दिइरहेको थियो। धन्न हामी चाहिँ जान पायौँ अनि हामी जाँदैछौँ सरर लाएर। हेर्नु न आजको वातावरण कस्तो राम्रो देखिरहेको छ क्या। मौसम पनि हेर्नु न, कति दिनसम्म पानी परिरहेको थियो के। ठ्याक्क हामी जाने दिनमा चाहिँ मौसम पुरै खुलेर आयो। इन्भाइरोमेन्ट, हरियाली, आकाश सबै हेर्नु न कस्तो राम्रो लाग्छ। साँच्चै आजको दिन नै इच्छाकामना मन्दिर जानको लागि मलाई जोडेको रहेछ जस्तो फिल भइरहेको छ क्या मलाई। फिसलिङ चाहिँ चितवनमा नै भए पनि काठमाडौँ जाने बाटोबाट चाहिँ छुट्टिन्छ। सो हामी चाहिँ अब काठमाडौँको वेतिर जाँदैछौँ। त्यहाँबाट चाहिँ माथि 2 घन्टा चाहिँ बल्ल पुगिन्छ। बाटो अवरोध भएको अवस्था गाईहरू। यहाँबाट कति राम्रो दृश्य देखिरहेको छ तल हिँड्दा। बल्ल बल्ल 1 घन्टापछि चाहिँ बाटो अलिकति हिँड्न मिल्ने बनाइदिनु भयो। त्यसपछि हामी त्यहाँबाट पार गऱ्यो अनि माथि मन्दिरतिर लाग्दैछौँ। इच्छाकामना मन्दिर चितवनमा नै भए पनि साह्रै नै टाढो चाहिँ लाग्यो मलाई चाहिँ। फिसलिङबाट नै अझै 2.5 घन्टा जति नै लाग्यो हामीलाई राइडमा। हेर्नु न यो ठाउँ यस्तो राम्रो छ। चितवनको सबैभन्दा अग्लो डाँडा भनेर पनि चिनिन्छ, सेराइचोकी डाँडा यहाँबाट नजिकै पर्छ। तर हामी चाहिँ अहिले इच्छाकामना जाँदैछौँ। पुरै लाग्छ कि बादल माथि माथि रोडहरू छ अनि हामी त्यसमा राइड गरिरहेछौँ जस्तो फिल भइरहेको थियो क्या। अब चाहिँ यो ठाउँबाट ठ्याक्क अब मन्दिर पुग्न लाग्यौँ है त। देख्न सक्नुहुन्छ हजुरहरूले पनि कति टाढा रहेछ भनेर। हेर्नु न पुरै यस्तो गर्मीमा पनि हुस्सुहरू लागिरहेको छ क्या। साँच्चै दामी लाग्यो मलाई चाहिँ यो ठाउँ चाहिँ एकदम राम्रो छ। र तल होटलबाट चाहिँ अलिकति बाटो हिँड्नु पर्ने रहेछ, हिँडिरहेको छौँ। ल आइयो त। इच्छाकामनामा कि चाहिँ कति राम्रो मन्दिर बनाएको है यहाँ यस्तो बिकटमा पनि। पुजारी त हुन्नन् होला। जय गणेश।
ल यो चाहिँ हाम्रो इच्छा कामना मन्दिर हो। जय इच्छा कामना मन्दिर भन्छ। हामी सबैको रक्षा गरिदिनु होला, सबैको इच्छा मनोकांक्षा पुरा गरिदिनु होला भगवान् शरण प्रभु। अनि बहिनी तिमी नै हो, यो चाहिँ मनोकामना भगवान्को बहिनी मानेर चिन्नुहुन्छ। इच्छा कामना गएको मौकामा चाहिँ हामी बारसिंह फ्याक्ट्री पनि हेऱ्यौँ। ल अब चाहिँ फर्किँदैछौँ। सो हजुरहरूले चाहिँ अहिलेसम्म भिडियो हेरिरहनु भएको छ भने डोन्ट फर्गेट टु सब्सक्राइब। बाई, सी यू अन्टिल नेक्स्ट टाइम।